यहाँहरु सम्पूर्णमा नमस्कार। मेरो नाम अमृत तिवारी, घर नुवाकोट जिल्ला बेलगुरगढी 11 अमारे खोला। विगत 10 वर्षदेखिबाट कृषि पेशामा आबद्ध छु र मैले व्यावसायिक रूपमा बाख्रा पालन गरिराखेको छु, मौरी पालन गरिराखेको छु, कालिज पालन गरिराखेको छु। त्यसै गरी हामीले व्यावसायिक बाख्रा पालन तालिम हाम्रै फार्ममा चाहिँ थ्योरिकल र प्र्याक्टिकली दुईटै कुराहरूलाई जोडेर गरिराखेका छौं। त्यसै गरी हामीले विभिन्न प्रजातिका डाले घाँस र भुइँ घाँसहरूको चाहिँ नर्सरी राखेर किसानहरूलाई बिरुवा पनि उपलब्ध गरिराखेका छौं। समग्रमा भन्दाखेरि हामीसँग अहिले बाख्रा भनेको 500 वटा छन्। बोयर जातका प्रजातिहरू हो। हिजो मैले 19 वटा बाख्राबाट सुरु गरेको थिएँ र आज 10 वर्षको पिरियडमा आइपुग्दाखेरि हामीसँग 500 वटा बाख्राहरू छन् भने हामीले यो बाख्रालाई चाहिँ नेपालको 67-68 वटा जिल्लाहरूमा चाहिँ पठाउन सफल भएका छौं। हामीले गुणस्तरीय पाठापाठीहरू उत्पादन गरेर किसानहरूलाई सहज तरिकाले चाहिँ सुलभ मूल्यमा चाहिँ उपलब्ध गरेर राखेका छौं। त्यसै गरी हामीले मौरी पालन गरिराखेका छौं। हाम्रो चाहिँ मध्य पहाड भएको कारणले गर्दा हामीले सेराना जातको मौरीलाई चाहिँ बेस्ट मानेका छौं र हामीसँग 150 गोला चाहिँ अहिले सेराना जातका मौरीहरू छन् र मैले एक घारबाट सुरु गरेको मौरी आज हामीसँग चाहिँ 150 वटा गोला छन् र यो मौरीको लागि चाहिँ हामीले अन्य दाना पानी चाहिँ खुवाउन नपर्ने भएको कारणले गर्दा हामीलाई चाहिँ कृषि पेशाहरू मध्ये पनि मौरीले चाहिँ उ आफैले श्रम गरेर पनि हाम्रो चाहिँ उत्पादन लागत घटाउँछ र हाम्रो आय स्रोतमा चाहिँ वृद्धि विकास पुर्याउँदै आएको चाहिँ पाइन्छ। त्यसै गरी मैले कालिज पालन सुरु गरेको छु र कालिज पालन हामीसँग चाहिँ अहिले 500 वटा चाहिँ रिग्नेक भन्ने प्रजातिका कालिजहरू रहेका छन् र कालिजका चाहिँ हामीले मासुको लागि योग्य काली भाले कालिजहरू त्यसै गरी चल्लाहरू र अण्डाहरू पनि हामीले चाहिँ किसान र उपभोक्तामा चाहिँ गुणस्तरीय स्वस्थ तरिकाले चाहिँ पठाइरहेका छौं। त्यसै गरी हामीले व्यावसायिक रूपमा चाहिँ बाख्रा पालन तालिम पनि सुरु गरेका छौं। यो नेपालमा नै पहिलो तालिम हो जहाँ थ्योरिकल र प्र्याक्टिकल दुईटै कुराहरू हुन्छ र हामीले व्यावसायिक रूपमा बाख्रा पालन तालिम पनि फिल्डमा नै गरेर राखेका छौं र हाम्रो फिल्डमा हामीले चाहिँ 3 वटा फार्म चाहिँ सञ्चालनमा ल्याएका छौं। एउटा मजुवादेवी कृषि परामर्श तथा प्रशिक्षण केन्द्र भन्ने छ। हाम्रो यो प्रशिक्षण केन्द्रले तालिम आयोजना गर्छ र मजुवादेवी कृषि फार्म प्रालीमा चाहिँ तालिम हुन्छ भनेपछि हामी कहाँ थ्योरिकल र प्र्याक्टिकल दुईटै कुराहरू हुन्छ भन्ने कुरा चाहिँ क्लियरली देख्न र बुझ्न पाइन्छ। त्यसले गर्दाखेरि चाहिँ यो नेपालमै पहिलो तालिम पनि हो जहाँ मैले चाहिँ अहिलेसम्म 41 वटा चाहिँ समूहहरू चाहिँ पूरा भइसकेको छ तालिमको र अहिले चाहिँ हामीले 42औं सम्म सुरु हुँदैछ। अब हालसम्म चाहिँ नेपालभरिबाट सहभागी हुनुभएको छ। भारतको सिक्किमदेखि पनि आउनु भएको छ। विदेशी नागरिकले पनि तालिम लिनु भएको छ र हामीले समग्र रूपमा भन्दाखेरि चाहिँ 600 जना भन्दा बढी साथीहरूलाई चाहिँ व्यावसायिक तालिम दिएका छौं, जसमध्ये 50% साथीहरू चाहिँ आज फिल्डमा नै आबद्ध भएर काम गरिरहनु भएको छ। त्यसै गरी हामीले घाँसका बिउ बिजन र नर्सरीमा पनि काम गरिराखेका छौं। हामीले चाहिँ पशुपालन गर्दाखेरि सबैभन्दा पहिला ध्यान दिनुपर्ने कुरा भनेको चाहिँ घाँस खेती नै हो, जसमा हामीले घाँसलाई 3 वटा भागमा चाहिँ वर्गीकरण गरेको पाइन्छ। भुइँ घाँस, डाले घाँस, त्यसपछि बुट्टान घाँसमा चाहिँ कोसे र अकोसे भन्ने घाँस छ। यो सबै जातका घाँसहरूलाई चाहिँ हामीले किसानलाई पशुपालन गर्दाखेरि कुन पशुलाई कति % चाहिँ प्रोटिनयुक्त घाँस कोसे र अकोसे मिक्स गरेर लगाउनु पर्छ भन्ने कुराहरू पनि उहाँहरूलाई चाहिँ हाम्रो आफ्नै अनुभवको आधारमा हामीले 120 रोपनी क्षेत्रफलमा घाँस खेती गरेका छौं। हामीले हाम्रै उत्पादन गरेका घाँस हाम्रै पशुलाई खुवाएर वास्तविकता के हो भन्ने कुराहरू हामीले बुझेका छौं र त्यही कुराहरू चाहिँ हामीले किसानलाई लगाउनको लागि पनि प्रेरित गर्छौं र हामीले चाहिँ यो 5 वटा सेक्टरमा बाख्रा, मौरी, कालिज, व्यावसायिक बाख्रा पालन तालिम र घाँसका बिउ बिजन नर्सरी गरेर देशभरि नै हामीले सबै किसानहरूलाई सेवा दिइराखेका छौं। यहाँहरू कोही कसैलाई हामीले गरेको व्यवसाय यहाँहरूलाई गर्न इच्छुक हुनुहुन्छ र यहाँहरूलाई हामीसँग चाहिँ सल्लाह सुझाव लिन चाहनुहुन्छ भने सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 9818 49 73 45 98 49 63 76 77 हाम्रो सम्पर्क नम्बर रहेको छ। धन्यवाद। जय पशुधन।